नमस्कार, म सिल्भर स्पुन रेस्टुरेन्टबाट श्रीयन्त्र ज्योतिष सेवा केन्द्र र सिल्भर स्पुन रेस्टुरेन्टको संयुक्त आयोजनामा हरेक शनिबार साँझ 4 बजेदेखि ज्योतिष सेवा केन्द्र हामीले सञ्चालन गरेका छौँ। त्यो बिल्कुल निःशुल्क छ। हजुरहरूलाई कुनै पनि ज्योतिष सेवा विषयमा या कुण्डली विषयमा केही पनि जानकारी लिन चाहनुहुन्छ भने सिल्भर स्पुनमा अवश्य पाल्नुहोला। धन्यवाद। नमस्कार, मेरो नाम विराज बस्नेत। यहाँ दुबईमा पनि सिल्भर स्पुन बर दुबईमा चिना हेराउने हुँदो रहेछ। मेरो चिना हेराएँ आज। तपाईहरु पनि आउनुहोस्। धन्यवाद। नमस्कार, मेरो नाम रुद्रप्रसाद रेग्मी, नेपाल घर बेलौरी नगरपालिका वार्ड नम्बर 4 कञ्चनपुर जिल्ला। हाल दुबई हो। आज म यस श्रीयन्त्र ज्योतिष सेवा केन्द्रबाट निःशुल्क परामर्श लिएको छु। धेरै खुसी लागेको छ। धन्यवाद। नमस्कार, मेरो नाम भोजराज खनाल। हामीहरूको यो सिल्भर स्पुन रेस्टुरेन्टमा ज्योतिषबाट जुन ज्योतिष शिविर गरिएको छ, फ्रीमा गरिएको छ र मैले गराइसकेँ र जति जो भन्नुभयो उहाँले मेरो लागि सबै पुर्याउनु भएको छ र हजुरहरूले पनि अब चाहनुहुन्छ भने आज आएर गर्न सक्नुहुन्छ, नभए अर्को शनिबार पनि गर्न सक्नुहुन्छ र त्यसको लागि आएर गरिदिनु होला। धन्यवाद। नमस्कार, म श्री भवन नेपाल, घर इटरी सुनसरी, हाल युएई दुबई। म यति बेला श्रीयन्त्र ज्योतिष सेवामा आएको छु र धेरै दिनदेखिको मनमा एउटा कौतूहलता जागेर आएको थियो, किन समय खराब चलिरहेको छ, के भइरहेको छ ममा भनेर। र मैले चाहिँ हाम्रो रविन स्वामीज्यू मार्फतबाट चाहिँ जानकारी पाएँ। यहाँ चाहिँ ज्योतिष सेवा पनि रहेछ। देशभन्दा परदेशमा यति पर पनि उहाँहरूले यो सेवा दिनुभएको रहेछ। धेरै धेरै धन्यवाद तपाईँहरूलाई। र म आज उक्त सेवा लिने अवसर पाएको छु। मैले भर्खरै हाम्रो ज्योतिषज्यूबाट चाहिँ मैले हात हेराएँ र धेरै मेरा विगतका कुराहरू पनि उहाँले भन्नुभएको कुराहरूमा सत्यता मैले पाएँ। वर्तमान पनि जे बितिरहेको छ एकदम सत्यता र भविष्यको बारेमा त कसैले देखेकै छैन। उहाँले जे भनिदिनु भएको छ त्यसमा म चाहिँ खुसी नै छु। र तपाईहरुले पनि यदि ज्योतिष सेवा बरदुबईमा यदि तपाईहरुले ज्योतिषी सेवा यदि लिन चाहनुहुन्छ भने श्रीयन्त्र ज्योतिष सेवा उपलब्ध छ। यो हाम्रो ठ्याक्कै झमझम इलेक्ट्रोनिक्सको पछाडिपट्टि मिना बजारको पछाडि मिना प्लाजाको पछाडिपट्टि रहेको रहेछ। मैले त सेवा लिएँ, अब तपाईहरुको पालो। आउनुहोस्, सेवा लिनबाट वञ्चित नहुनुहोला। नमस्कार, म लोकराज भूषाल। विगत 15 वर्षदेखि यहाँ युएमा बसिरहेको थिएँ। म आज संयोगवश ज्योतिष पण्डित श्री कृष्ण मिश्रको श्रीयन्त्र ज्योतिष सेवा को परामर्श लिन यहाँ हाम्रो सिल्भर स्पुनमा सानो कार्यक्रममा म आएको। मलाई एकदमै खुसी लाग्यो, अत्यन्तै खुसी लाग्यो। ज्योतिष शास्त्र एउटा राम्रो मलाई एउटा मनपर्ने विषय पनि हो र म यसलाई एकदम पालना पनि गर्छु। उहाँले धेरै कुराहरू को सरसल्लाह हामीले जीवनमा गर्नुपर्ने आइपरेका चिजहरू र अब भविष्यमा हामीले यसो गर्दा राम्रो हुन्छ, हाम्रो जीवनमा चाहिँ यो गर्दा ठिक हुन्छ भन्ने सल्लाह एकदम स्पष्ट रूपमा राम्रो हिसाबले परामर्श दिनुहुँदो रहेछ। पर्ने साथीहरूलाई मैले हाम्रो श्रीकृष्ण मिश्रको श्रीयन्त्र ज्योतिष सेवा एकपटक चाहिँ तपाईहरुले परामर्श लिँदाखेरि राम्रो हुन्छ जस्तो लाग्यो। धेरै नै राम्रो हो। म एकदम त खुसी छु। धन्यवाद पण्डितज्यू। प्रत्येक हप्ताको शनिबार दिउँसो 4 बजेदेखि 8-9 बजेसम्म हामीले यो पूर्वीय वाङ्मयलाई प्रचार गरौँ, अगाडि बढाउँ हैन। यसको सभ्यतालाई जगर्ना गर्ने मूल उद्देश्यका साथ हामी चाहिँ ज्योतिषको माध्यमबाट आफ्नो विद्या हुन्छ, आफ्नो माध्यम हुन्छ। हामी चाहिँ ज्योतिषको माध्यमबाट हजुरहरू समक्ष आउने एउटा सङ्कल्प, एउटा उद्देश्य, एउटा परियोजनाका साथ अगाडि बढिरहेका छौँ। विगत धेरै समय अगाडिदेखि हामीले यो सेवामा लागिरहेका छौँ। हामी प्रत्येक रेस्टुरेन्टहरूमा, होटलहरूमा, जहाँ पार्कहरूमा, खुला एरियामा जहाँ मान्छेहरूलाई सजिलो हुन्छ त्यस्तो ठाउँहरूमा गएर ज्योतिषको सेवाहरू हामीले दिँदै आइरहेका छौँ। अब
विगत अस्तिको हप्तादेखि हामीले सिल्भर स्पुन यो रेस्टुरेन्टमा हामीले ज्योतिषको शिविर गरिरहेका छौँ, सञ्चालन गरिरहेका छौँ। प्रत्येक शनिबार हजुरहरू 4 बजेदेखि आउन सक्नुहुन्छ। 4 बजेदेखि आउनु होला र आएर हामीलाई भेट्न सक्नुहुन्छ। हाम्रो दिएको यो लोगोमा तपाईँले स्क्यान गरेर फर्म भर्न सक्नुहुन्छ, नम्बरमा फोन गर्न सक्नुहुन्छ र हजुरले पहिले नै फोन गरेर बताउन सक्नुहुन्छ र आउनु होला। अब चाहिँ प्रत्येक शनिबार हजुरहरूलाई हामीले समय बताउनेछौँ, स्थान बताउनेछौँ। हजुरहरू हामीसँग जोडिनुपर्छ र पूर्वीय सभ्यतालाई अगाडि बढाउनुपर्छ। धन्यवाद।